अब कुरा गरौँ चितवन राइनोज होइन, यो टिममा चाहिँ मैले 150 प्लसको स्कोर बनाउने धेरै प्लेयरहरू भेटिनँ होइन। त्यो अनुसारले भन्ने हो भने चाहिँ रवि बोपारा टप पर्फर्मर रहेका थिए होइन, 237 रन बनाए 182 बलमा। डेभिड मलानसँग एकदम हाई एक्सपेक्टेसन रहेको थियो, सो त्यो अनुसारले मैले डेभिड मलानको नाम चाहिँ लेखिनँ होइन, किनकि अब एउटा म्याचमा डेभिड मलानले खत्रै गरेको थिएन। ओभरअलमा हेर्ने हो भने सायद हुनसक्छ राम्रो गरेको होला, तर पुरै डिसपोइन्ट गरेछन् डेभिड मलानले, त्यो भएर मैले डेभिड मलानको नाम लेखेको छैन यहाँनिर होइन। स्ट्राइक रेटको कुरा गर्ने हो भने रवि बोपाराको चाहिँ 130 को स्ट्राइक रेट रहेको छ। त्यस्तै गरी एभरेजको कुरा गर्ने हो भने अलमोस्ट 34 को एभरेज रहेको छ, र सायद एनपिएलमा चाहिँ वान अफ द टप एभरेज रहेको थियो सिजन 2 को कन्टेक्स्टमा भन्ने हो भने होइन। सरी होइन, सिजन 2 को कन्टेक्स्टमा टप एभरेज भनेको चाहिँ एडम रोसिङटनको रहेको छ, 40 प्लसको एभरेज रहेको छ है। सेकेन्ड बेस्ट हुनसक्छ जस्तो लाग्यो मलाई होइन। कुशल मल्ल 135 रन मात्रै बनाए होइन। कुशल मल्लले चाहिँ एनपिएल सिजन 1 चाहिँ 200 प्लसको रन बनाएका थिए, 250 प्लसको रन बनाएका थिए। एनपिएल सिजन 2 मा चाहिँ तल ब्याटिङ गर्न आए, आफूलाई त्यति धेरै बलिङ पनि दिएन, त्यस्तो कन्फिडेन्ट पनि थिएन होइन। त्यो अनुसारले चाहिँ एनपिएल सिजन 2 चाहिँ एकदम खराब गएको छ कुशल मल्लको है। जम्मा 1 विकेट मात्रै निकाले, रवि बोपाराले पनि 2 विकेट निकाले। र यो जति पनि स्ट्याट अहिलेसम्म मैले यो पुरै भिडियोमा भनेको छु, त्यो स्ट्याट चाहिँ मैले पर्सनली आफैले चाहिँ डिटेल गरेको हो। सो त्यो अनुसारले हुनसक्छ कि डेटामा अलिकति यताउता रङ हुनसक्छ होइन। जहाँनिर चाहिँ जस्तै मानौँ इक्जाम्पलको लागि मैले भने रवि बोपाराले 237 रन बनाएको छ, हुनसक्छ 235 र 238 पनि बनाएको हुनसक्छ होइन। सो त्यो त्यति मात्रै फरक हुनसक्छ, र धेरैको फरक चाहिँ छैन भन्न सक्छु होइन। यस, थ्याङ्क यू फर वाचिङ।